एउटा सिम्पल देखिने फोटो यसरी कस्टमाइज्ड ल्याम्पमा कन्भर्ट हुन्छ र यो ल्याम्प कसरी बन्छ भनेर आज हामी हेर्छौं। डे 2 अफ आवर च्यालेन्ज। 2 वीक्स भित्र 47,000 को रेभेन्यू जेनेरेट गर्ने, त्यो पनि 3D प्रिन्टेड प्रोडक्टबाट मात्र। स्टेप 1, राम्रो इमेज चुज गर्ने। तपाईहरुसँग यदि राम्रो इमेज छैन भने पनि तपाईहरुले हामीलाई पठाउन सक्नुहुन्छ, हामी त्यसलाई एडिट र अप्टिमाइज गर्दिन्छौं। स्टेप 2, इमेजलाई STL फाइलमा कन्भर्ट गर्छौं र STL फाइल भनेको के हो भन्दाखेरि 3D प्रिन्टरले बुझ्ने भाषामा हामी त्यसलाई कन्भर्ट गर्ने गर्छौं। स्टेप 3, कन्भर्ट गरेको STL फाइललाई हामी मसिनमा इन्सर्ट गर्छौं र त्यसपछि प्रिन्टमा छोड्दिन्छौं र हाम्रो साइजको लिथोफेन बन्नको लागि अराउन्ड 7 to 8 आवर्स जति प्रिन्टिङ टाइम लाग्ने गर्छ। स्टेप 4, यो स्टेपमा चाहिँ हामी प्रिन्ट भइसकेको लिथोफेनलाई निकालेर अल्कोहलमा वाश गर्छौं र वाश गरेपछि UV लाइटमा क्योर पनि गर्ने गर्छौं। स्टेप 5, LED लाइट प्रिपेयर गरेर त्यसलाई सोल्डरिङ गर्छौं। एउटा लिथोफेनलाई कति लामो LED लाइट चाहिन्छ भनेर हामी नाप्छौं र कट गरेर त्यसपछि त्यसमा वायरहरु सोल्डर गर्छौं र फाइनली हामी लिथोफेनमा LED लाइटलाई राख्ने गर्छौं। अनि सबै पार्ट्सलाई एसेम्बल गरिसकेपछि हाम्रो कस्टमाइज्ड लिथोफेन ल्याम्प रेडी। र यो ल्याम्प हामीले रेजिन प्रिन्टरबाट बनाएको हो, FDM प्रिन्टरबाट हैन। र रेजिन र FDM प्रिन्टरबाट प्रिन्ट गरेको फरक के हुन्छ भनेर हामी तपाईहरुलाई नेक्स्ट भिडियोमा भन्नेछु। थ्यांक यू फर वाचिङ दिस भिडियो।